at the end, who is the GOAT of football, like for you? I think our country should invest on sports. जस्तै नेपाल कति पछि परेको छ यो कुरामा हैन योपालिको वर्ल्ड कप चाहिँ रोनाल्डो र मेस्सी फ्यानको लागि अलिक चित्त दुख्ने खालको हुन सक्छ लाइक अर्जेन्टिनाको टिममा लाइक मेसी इज द हार्ट अफ द टिम भनौँ न रोनाल्डो अहिले 41 भयो 41 भयो एन्ड ही इज स्टिल प्लेइङ लाइक रोनाल्डो मेसी प्रेडिक्सन हेर्दाखेरि अब चाहिँ जे हुन्छ नि चान्स स्पेन या फ्रान्सको छ भन्ने छ व्हाट डु यु थिंक अबाउट एम्बापे इज द बेस्ट प्लेयर इन द वर्ल्ड राइट नाउ कन्ट्रोभर्सियल टेक होला तर आई थिंक रोनाल्डो इज होल्डिङ ब्याक पोर्चुगल वर्ल्ड कप भनेको चाहिँ मोर अफ अ रिलिजन अनि त्यो ठाउँमा आफ्नो देश द फिफा वर्ल्ड कप इज मोर देन जस्ट इभेन्ट अर अ टुर्नामेन्ट यो संसारकै सबैभन्दा ठुलो स्पोर्टिङ इभेन्ट हो जहाँ मिलियन्स बिलियन्स अफ फ्यान्स वाच गेम सपोर्ट देयर टिम्स एन्ड फलो देयर लिडर त्यही गेममा कसैले हार्छ कसैले जित्छ तर कसैले आफ्नो एउटा हिस्ट्री लेखेर जान सफल हुन्छ जस्तै म्याराडोना मेस्सी रोनाल्डो एम्बापे यस्ता अरू थुप्रै खेलाडी छन् जसले लाखौँ दर्शकको मन जित्न सफल भएका छन् त्यस्तै हालै चलिरहेको 2026 को विश्वकपको बारेमा कुरा गर्न एज अ गेस्ट आई हेभ माई ओन ब्रदर ही हेज बिन फलोइङ फुटबल सिन्स हिज चाइल्डहुड ही वाज 2010 फुटबल 2014 2016 2022 एन्ड 2026 एज वेल उहाँले हालैका केही गेमहरू प्रत्यक्ष गएर पनि हेर्नुभएको छ उहाँले रोनाल्डो मेस्सी सबैलाई प्रत्यक्ष देख्नुभएको छ सो लेट्स डाइभ इन्टु द डिपर कन्भर्सेसन अफ द फुटबल स्वागत छ तपाईँलाई मेरो कार्यक्रममा थ्याङ्क यू भेरी मच हाउ यु फिलिङ फिलिङ गुड रमाइलो भइरहेछ लाइफ कस्तो चलिरहेछ लाइफ ठिकै भनौँ न अब चलिरहेछ हुन्छ नि त्यही हो तिम्रो के छ मेरो पनि ठिकै छ गर्मी बढेको छ जस मौसम चेन्ज हुँदैछ लास्टै गर्मी छ नि हो बाहिर त अघि एकछिन बाहिर निस्केको थिएँ 5 मिनटभन्दा धेरै बस्न सकिन्न कस्तो चलिरहेको छ वर्ल्ड कपको के छ वर्ल्ड कप राम्रै भइरहेछ यही अब 22 त्यति राम्रोसँग हेर्न पाएको थिएन सो यो चाहिँ लाइक भ्याएको गेमहरू सब अब ड्राइभ गर्दाखेरि पनि हुन्छ नि साइडमा फोनमा राखेर गेम हेर्दै हुन्छ नि हिजो त्यसरी नै हेरेको मैले फ्रान्सको गेम सो इट्स फन बट यु शुड ह्याभ टु फोकस अन ड्राइभिङ या द्याट्स इम्पोर्टेन्ट यु गाट फोकस अन ड्राइभिङ सबैले त्यो गर्न सक्दैन सो बी केयरफुल वाइल ड्राइभिङ अनि कुन टिमलाई सपोर्ट गरिराख्नु सपोर्ट भन्न चाहिँ अब लाइक सो म सानो हुँदाखेरि when I was a kid होइन मलाई ब्राजिल एकदम मन पर्थ्यो क्या मेरो साथी थियो एकजना क्लास 2 मा थिएँ म सो फर्स्ट एक्सपिरियन्स मेरो वर्ल्ड कप भनेको क्लास 2 मा हुँदाखेरि मेरो साथीलाई ब्राजिल मन पर्थ्यो अनि 2010 को 2010 अनि त्यतिखेर त्यही ब्राजिल मन पर्थ्यो अनि त्यसपछि 14 मा नि ब्राजिल मन पर्थ्यो सो अनि त्यो पछि चाहिँ अलि न्युट्रल हुन थाल्यो भनौँ न हुन्छ नि सो टिम सपोर्ट भन्दा पनि सो गेम हेर्ने रमाइलो गर्ने त्यो हिसाबले हिँड्न थाल्यो सो अब सपोर्ट चाहिँ त्यस्तै हो तर कसले जित्छ भन्ने क्वेसन हो भने चाहिँ आई थिङ्क स्पेनले जित्छ योपालि स्पेनले जित्छ नभए फ्रान्स लाइक अरू चाहिँ त्यस्तै हो सो योपालिको वर्ल्ड कप चाहिँ रोनाल्डो र मेस्सी फ्यानको लागि अलिक चित्त दुख्ने खालको हुनसक्छ भनौँ अब कुरा गर्दाखेरि अब रोनाल्डोले फर्स्ट गेम म गएको थिएँ पर्सनली स्टेडियममा गएर हेरेको गेमहरू थियो होइन रोनाल्डोले त्यति राम्रो पर्फर्म गरेको थिएन भन्ने नि अब लाइक रोनाल्डोले रन लिइरहेको थियो टिममेटहरूले पास गरिरहेको थिएन होइन अनि त्यस्तो भएको थियो फर्स्ट गेम चाहिँ जस्तो रोनाल्डोले बल अब पहिला मिडफिल्ड खेल्थ्यो ऊ क्रिएटिभ थियो अहिले खासै कुद्न सक्दैन लाइक इज अब 41 राइट नाउ होइन सो कुद्न सक्दैन अनि उसलाई चाहिँ बल फिड गर्नुपर्ने हुन्छ उसले बल पाए नि हान्छ स्ट्राइकिङ त्यसको अहिले पनि निकै राम्रो छ होइन बल फिड गर्न सकिरहेको थिएन तर मेस्सी चाहिँ के भन्नु अब लाइक अर्जेन्टिनाको टिममा लाइक मेस्सी इज द हार्ट अफ द टिम भनौँ न होइन सो मेस्सीले गर्छ क्या लाइक उसले लाइक अहिले पनि प्लेमेकिङ गरिरहेछ खासै कुद्दैन त्यो पनि होइन तिमीहरू मसँगै गरेको थियो होइन कति कुदेको थियो खासै कुदै थिएन नि होइन त्यो सेन्टर एरियाबाट हट्दैन एउटा ठाउँमा बस्छ अब बल पाउला जस्तो लाग्यो नि रन लिन्छ होइन नभए त्यही ठाउँमा उभिएर बस्छ होइन त्यस्तो खुट्टामा होइन गोल हान्छ त्यो खुट्टामा नि प्लेमेक पनि गर्छ उसले अझै गर्छ होइन तर त्यही हो अब तिम्रो क्वेसन एन्सर गर्दाखेरि चाहिँ अब के भन्छ भने पोर्चुगलको लागि रोनाल्डो र पोर्चुगल लागि अलिकति नराम्रो होला यो वर्ल्ड कप मलाई चाहिँ त्यस्तो लाग्छ अब मेस्सीको लागि चाहिँ राम्रै नै छ 6 गोल हानिसकेको छ अहिलेसम्म सोच न अब 39 इयर्स ओल्डमा 6 गोल हान्नु भने त
लास्ट गेममा एक्लैले 3 गोल हाल्ने र फर्स्ट गेममा ह्याट्रिक हान्यो, सेकेन्ड गेममा दुई गोल हान्यो, थर्ड गेममा फ्री किक हान्यो उसले। त्यो कति 70 समथिङ मिनटमा छिरेको होइन, 70 समथिङ मिनटमा छिरेर पनि उसले फ्री किकबाट गोल हान्यो कि। अब इमेजिन गर न एट 39। तपाईँले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ राइट नाउ अहिले? राइट नाउ सो एज अ क्लब कि एज अ वर्ल्ड कप टिम? वर्ल्ड कप टिम भन्दाखेरि चाहिँ लाइक सपोर्ट भन्दा त ब्राजिल नै हो होइन, तर अब कसले जित्छ जस्तो लाग्छ भने चाहिँ स्पेन। सो तपाईँले चाहिँ फुटबल 2010 देखि हेरिराख्नु भएको छ, लाइक 4-5 वटा हेरिसक्नुभयो। हजुर। वाट इज द लेसन यु लर्न फ्रम द वर्ल्ड कप? लाइफ विनिङ लेसन्स। अब त्यही कुरा गर्दाखेरि अब यही 22 को वर्ल्ड कपमा कुरा गरौँ होइन, सो लाइक के भन्नु, लाइक मेसीले त्यत्रो 2006देखि खेलेको मान्छे होइन, अब अनि 26मा गएर जित्यो होइन। अब उसले बिचमा क्विट पनि गर्न खोज्यो नेसनल टिम होइन, पछि फेरि फर्केर आयो होइन। सो त्यो नेभर गिभ अप भन्ने कुरा एउटा सिक आउँछ क्या त्यहाँबाट होइन। अनि अब सोच न, अब हुन्छ नि बिचमा क्विट गर्न खोजे भएन, हुन्छ नि पछि अझै उसले फाइट गर्दै गयो होइन। त्यो जस्ट गिभ अप गर्नु हुँदैन, आफ्नो केही गोल छ होइन लाइफमा, गिभ अप गर्नु हुँदैन। त्यही हो लेसन चाहिँ, त्यस्तो लाग्छ मलाई चाहिँ, गिभ अप गर्नु हुँदैन। अनि अरू अब त्यो त अब कल्चरली मान्छेहरूलाई सँगै बनाउँथ्यो त अब छँदैछ अभियसली। तपाईँ 2020 को वर्ल्ड कप हुँदा यहीँ हुनुहुन्थ्यो कि तपाईँ? 22मा यहीँ थिएँ म उसमा स्मोक सपमा काम गर्थेँ कि त्यतिखेर। अनि स्मोक सपमा काम गर्थेँ, अनि त्यतिखेर चाहिँ के हुन्थ्यो भने सानो टिभी राखेको थियो अगाडि। अनि अब अफकोर्स कस्टमरहरू आइरहन्छ, हेल्प गर्नुपर्ने हुन्छ होइन। अनि कस्टमरलाई पुरा त्यो चेकआउट गरिदिँदाखेरि गोल हान्यो नि गोल भनेर कराउँथेँ। त्यस्तो हुन्थ्यो। सो वाट्स योर अर्लिएस्ट वर्ल्ड कप मेमोरी? अर्लिएस्ट वर्ल्ड कप मेमोरी त्यही 2010 याद भएको त्यही इनिएस्ताको गोल होइन, त्यो मलाई अर्लिएस्ट मेमोरी वर्ल्ड कपको चाहिँ त्यो हो। जस्तै निकै राम्रो गोल हानेको थियो। अनि त्यतिखेर उसको सायद को साथी मरेको थियो सायद इनिएस्ताको, अनि उसले लाइक सर्ट खोलेर स्पेनिसमा के लेखेको थियो होइन, उसमा आफ्नो साथीलाई ट्रिब्युट दिएको थियो कि। अनि त्यो मेमोरी छ सबभन्दा पुरानो मेमोरी चाहिँ। वर्ल्ड कपकै कुरा गर्नुपर्दा वर्ल्ड कप र क्लब फुटबल, त क्लब फुटबल भनेको डिफ्रेन्ट भयो, वर्ल्ड कप भनेको के कुराले चाहिँ क्लब फुटबललाई चाहिँ भन्दा वर्ल्ड कप फार बेटर छ? धेरै कुरा छ होइन त्यसको लागि चाहिँ। अब क्लब भनेको अब म पर्सनल लिभरपुलको गेम हेर्न जान्थेँ होइन, यहीँ अब यहीँ युएसमा आएको बेला हेर्न जान्थेँ। सो एउटा मोमेन्ट हुन्थ्यो फ्यानहरूको लागि, राम्रो हुन्थ्यो होइन। प्लेयरलाई पनि हुन्छ केही हदसम्म होइन, तर उनीहरू ट्रान्सफर गरेर लाइक राम्रो वेजेस पाइरहेछ होइन। अर्को कुनै क्लबले राम्रो वेजेस दिइरहेछ अरे, अब लाइक हुन्छ नि राम्रो उसलाई लाइक लाइफस्टाइल हल्का इम्प्रुभ गर्छ भने होइन, अब राम्रै अनि अलिक बेटर टिमले उसलाई अफर दियो भने ऊ जान्छ होइन। कन्ट्रीमा त्यस्तो गर्न मिल्दैन। यु रिप्रेजेन्ट यर कन्ट्री एन्ड यु हेभ टु प्ले फर देम होइन। फिल्डमा यु हेभ टु डाई फर देम जस्तै हुन्छ वर्ल्ड कपमा चाहिँ होइन, किनभने कति लाइक अब क्लब फुटबल पनि धेरैले हेर्छन् होइन, लाइक 2-3 बिलियन भ्युर्स होला। तर वर्ल्ड कप चाहिँ एउटा यस्तो स्टेज हो होइन जहाँनिर लाइक पुरा संसारले हेरिरहेका हुन्छन् होइन। कति मान्छेहरूलाई फुटबलको एफ पनि थाहा नभएको मान्छेहरूले नि वर्ल्ड कप चाहिँ हेर्छन् होइन, हेर्छन्। अनि जस्ट लाइक त्यो इन्जोयमेन्ट हुन्छ नि त, त्यो स्टेजमा पर्फर्म गर्न सक्नु भनेको लाइक युर मेकिङ इम्प्रेसन इन दिस वर्ल्ड हुन्छ नि। सबले थाहा अघि कङ्गोले त्यो के थियो त्यसको नाम चाहिँ बिर्सेँ मैले होइन, उसले लाइक राम्रो क्रस निकालिरहेको थियो होइन, ला लिगामा खेल्थ्यो रहेछ होइन। अब उसले लाइक मलाई त्यो प्लेयर को हो पनि थाहा थिएन होइन। अनि हि इज लाइक हि पर्फर्म सो वेल त्यतिखेर। अनि लाइक आफ्नो हुन्छ नि त पहिचान हुन्छ नि त त्यस वर्ल्ड कपबाट हुन्छ। सो लाइक बेसिक डिफ्रेन्स त्यो जस्तो लाग्छ। क्लबमा नहेर्नेले नि वर्ल्ड कप हेर्छ, त्यही हो अब। सो लेट्स टक अबाउट लेजेन्ड्स एन्ड देयर अनटोल्ड स्टोरी। वी हर्ड द्याट मेस्सीलाई चाहिँ उसको आफ्नै टिमले हुन्छ नि आफ्नै देशले पहिला रिजेक्ट गरेको छु। वाट डु यु थिङ्क अबाउट द्याट? सो इन अ सेन्स अब मेस्सी अब हेर उसको राइजको कुरा गरौँ होइन, ऊ राइज भएको क्लब फुटबलबाट होइन, बार्सिलोनामा लाइक इमर्जिङ प्लेयर लाइक खतरा प्लेयर भएर हुन्छ नि इमर्ज भएको होइन। अनि उसले लाइक च्याम्पियन्स लिग पनि जितिसकेको थियो, आई थिङ्क धेरैचोटि जितिसकेको थियो लाइक आफ्नो लाइक नेसनल अफिसियल 2010मा 2006मा पनि खेलेको, तर बेन्चबाट खेल्यो उसले। अब त्यति राम्रो गरेन, तर 10मा गऱ्यो लाइक हि वाज गुड। त्योभन्दा अगाडि उसले च्याम्पियन्स लिग जितिसकेको थियो। सो अर्जेन्टिनाको लाइक नेक्स्ट फेस भनेर नेक्स्ट म्याराडोना भन्थ्यो होइन मेस्सीलाई, नेक्स्ट म्याराडोना भन्थ्यो मेस्सीलाई होइन। सो उसले अघि मैले भनेको थिएँ नि तिमीलाई हुन्छ नि इट्स इन्डिभिजुअल ब्रिलियन्सले पनि तिमीलाई हुन्छ नि सर्टेन ठाउँमा मात्रै लान सक्छ क्या। अनि इट ह्याज टु बी अ टिम अराउन्ड यु टु, त्यसले तिम्रो टिम पनि राम्रो हुनु पऱ्यो होइन। 10मा लाइक हि डिड गुड होइन।
अब त्यो पछि कोपा अमेरिकाहरू भयो कति होइन 2014को वर्ल्ड कपको कुरा गरौँ मेसीले गोल्डन बल जित्यो होइन अनि फाइनलमा गएर जर्मनीसँग हार्यो होइन उसले प्लेमेक गरिरहेको थियो राम्रो एटेम्प्ट गरिरहेको थियो होइन स्ट्राइकर अब हिग्वाइन थियो त्यतिखेर अब अलिक कन्ट्रोभर्सियल टेक होला तर हिग्वाइन अलिकति छ नि अब त्यति राम्रो स्ट्राइकर होइन भन्छु होइन अब अलि हिग्वाइनको सट्टा अब अहिले को छ लौतारो छ अल्भारेज छ होइन त्यस्तो प्लेयर भइदिए भए आई थिङ्क 14को वर्ल्ड कप अर्जेन्टिनाले जित्थ्यो होला त्यो भइदिएको भए उसलाई मेसीलाई अब अर्जेन्टिनाले इम्प्रेस गर्थ्यो कि तर मेसीले क्लब लेभलमा कति च्याम्पियन्स लिग जित्यो कति लालिगा जित्यो कतिवटा ट्रफी जित्यो तर आई थिङ्क 2019सम्म उसले आफ्नो देशको लागि एउटा ट्रफी पनि जित्न सकेको थिएन हुन्छ नि कोपा अमेरिकामा जहिले आउट हुने होइन वर्ल्ड कपबाट 2018मा पनि अब सेमी फाइनलमा आउट भएको होइन फ्रान्ससँग आउट भएको होइन सो आफ्नो देशको लागि अब क्लबको लागि गरे पनि देशको लागि नगरे चाहिँ मान्छेले हेट गर्न थाल्यो म्याराडोनाले पनि मेसी म जतिको हुन सक्दैन भनेर भनेको छ क्या मेसीलाई लाइक गाली गरेको छ मिडियामै आएर गाली गरेको छ होइन अनि त्यही मेसीले सन्यास लिन लागेको थियो अनि पछि फेरि उसलाई अब 22को वर्ल्ड कप पनि खेल्यो 2021मा होला सायद कोपा अमेरिका पनि जित्यो पछि होइन त्यो पछि चाहिँ बल्ल इम्प्रेस गर्न थाल्यो नत्र त रिजेक्ट नै गरेको थियो मेसीलाई सो उसले राम्रो अरूको लागि खेलेर जितेर आफ्नै कन्ट्रीको लागि नखेल्नुमा अभियसली नट उसको मात्रै हात त थिएन होला नि त टिमवर्क सबै टिम मेम्बरले राम्रो देखाउनु पर्छ होला नि त टिमवर्क भएपछि नै उसले कप ल्याउने हो एउटामा कप ल्याउने अर्कोमा कप नल्याउने त उसले आफ्नो ल मम्मी अर्जेन्टिनाको लागि ल्याउँदैन भन्ने हुन्थेन होला त्यही त तैपनि अब हुन्छ नि त मेसी जस्तो प्लेयरबाट एक्सपेक्टेसन त हुन्छ नि त होइन अब हुन त लाइक हरेक जुन गेम खेल्यो हि इज द बेस्ट प्लेयर अन द्याट गेम होइन तैपनि अब उसले अब ट्रफी त आखिरमा हुन्छ नि गेम जित्ने गोलले ट्रफी जिताउने होइन अनि ट्रफी नै भएन भने त होला अब इम्प्रेस गर्न त गाह्रो हुन्छ नि त त्यसमा होइन जति गोल हाल्ने लास्टमा ट्रफी आएन फेस अफ द टिम भएपछि त्यस्तै हो क्या हुन्छ नि अब हेट आउँछ नै सो वी हर्ड द्याट पेले लेट्स टक अबाउट द पेले सो पेलेले चाहिँ हाम्रो नेपालमा एउटा के मिथ थियो भने नि पेलेले गोल हान्दाखेरि बल लागेर उसको दाइको कि भाइको चाहिँ देश भएको भन्ने मिथ थियो नि त्यो फेक हो हामीले सुनेको अब खै कुन चाहिँले सुरु गर्यो होला त्यतिखेर होइन अनि हामीले सुन्यो नि होला जस्तो लाग्यो इमेजिन गरौँ न नेपालको पश्चिमदेखि सुरु भयो पूर्वसम्म पुग्यो कि कसरी पुग्यो थाहा छैन विदेशतिर नि पुग्यो होला त्यतिखेर त्यस्तो फेसबुक सोसियल मिडिया भन्ने पनि थिएन अनि अर्को मिथ भनेको हामीले सुनेको नेपाल जलस्रोतको दोस्रो धनी देश हो किताबमा आउँथ्यो सोशल स्टडिजमा आउँथ्यो पढेको ओहो त्यही कोले सुरु गर्यो होला यतिकै विदाउट फ्याक्ट चेक गरिकन किताबमा पनि हाल्दियो क्या हजुर त्यतिखेर हुन्थेन नि त त्यस्तो सो रोनाल्डो अहिले 41 भयो एन्ड हि इज स्टिल प्लेइङ लाइक रोनाल्डो मेसी सो त्यो लेभलको तपाईँले त फुटबलहरू हेरिराख्नुहुन्छ त्यतिको एजमा त्यो लेभलको स्टामिना हुँदाखेरि होइन कतिको हार्स होला उनीहरूको लाइफ कतिको ट्रेनिङ होला रोनाल्डोको हुन्छ नि अब ट्रेनिङ उसको मेन्टालिटी उसको हार्डवर्क चाहिँ हुन्छ नि लाइक नेक्स्ट लेभल छ उसको होइन निकै गाह्रो हुन्छ लाइक 41को एजमा स्ट्राइकर बनेर खेल्नु निकै गाह्रो हुन्छ होइन सो उसको लाइक गेम अब फेरि त्यति राम्रो छैन क्या हि इज नट एज गुड एज हि युज टु बी त्यो कुरा चाहिँ अब लाइक उसको फ्यान्सहरूले हुन्छ नि रियलाइज गर्न सकेका छैनन् गर्न खोज्दैनन् पनि होइन किनभने अफकोर्स तिम्रो लाइक गोट हो होइन त्यो अनि उसलाई लाइक अब उसको एज भइसक्यो भनेर उयो गर्न खोज्दैन नि त तर अहिले ऊ लाइक जति फास्ट थियो पहिला जस्तो होइन उसको स्ट्राइकिङ क्यापेसिटी जस्तो थियो पहिला होइन अहिले त्यति छैन क्या त्यही हो जस अनि यो पनि फेरि एउटा लाइक के भन्छ अब कन्ट्रोभर्सियल टेक होला तर आई थिङ्क रोनाल्डो इज होल्डिङ ब्याक पोर्चुगल त्यस्तो लाग्छ मलाई चाहिँ किनभने लाइक रोनाल्डोलाई 90 मिनट्स चाहिँ जसरी खेलाइरहेको छ नि अहिलेसम्मको गेमहरूमा 90 मिनट्स खेलाउन हुँदैन जस्तो लाग्छ मलाई चाहिँ अनि गोन्जालो रामोस भन्ने स्ट्राइकर छ अर्को लाइक आई थिङ्क हि इज बेटर देन रोनाल्डो राइट नाउ छन् नि त किनकि रोनाल्डोहरूभन्दा अगाडि जस्तै मेसीभन्दा अगाडि अरू थियो पेले ऊ पालादेखि त्यो रिप्लेस हुँदै जाने हो नि त रिप्लेस हुँदै जान्छन् दे हेभ टु गेट अपर्च्युनिटी पाएपछि अभियसली सबैले राम्रो खेल्ने छ भने त सो रोनाल्डो मेसीलाई हुन्छ नि पुरै गेम खेलाउनुभन्दा अरू प्लेयरहरूलाई पनि चान्स चाहिँ दिनुपर्छ
भनेपछि जस्तै लाइक रेस्ट चाहिन्छ कि लाइक अब बुढो भइसकेको प्लेयरलाई रेस्ट चाहिन्छ भने कि अब वर्ल्ड कप भनेको 7-8 गेम टुर्नामेन्ट हो होइन अब क्लब लेभलमा खेल्दाखेरि विकमा अब 2टा गेम खेलिन्छ होइन 2टा गेम पनि कहिलेकाहीँ होइन विकमा एउटा गेम खेलिन्छ विकभरि रेस्ट गर्ने टाइम हुन्छ ट्रेनिङ गर्ने टाइम हुन्छ वर्ल्ड कपमा त फास्ट पेस हुन्छ विकमा 2टा लाइक पर्न सक्छ 3टा नि पर्न सक्छ अहिलेको अब जस 8 गेमको त्यो छ नि त पर्न नकआउट राउन्ड सक्छ चलिरहेको अलिकति रेस्ट चाहिँ लिनुपर्ने थियो जस्तो लाग्छ रोनाल्डोले त्यही हो आउट अफ अल दिस लेजेन्ड तपाईँलाई चाहिँ पर्सनली मन परेको र त्यसको स्टोरीले चाहिँ इन्सपायर गरेको को छ प्लेयर यु डोन्ट ह्याभ टु नेम लाइक रोनाल्डो मेस्सी नै हुनुपर्छ भन्ने पनि छैन स्टोरीले इन्सपायर गरेको भनेको चाहिँ अब म त मेस्सी नै भन्छु लाइक हुन्छ नि कस्तो भन्नु अब लाइक अब कहाँ अर्जेन्टिनामा थियो होइन ग्रोथ डिफिसियन्सी भएको मान्छे हुन्छ नि उसलाई लाइक अब पेपर न्यापकिनमा साइन गराएर उसको फर्स्ट कन्ट्र्याक्ट पेपर न्यापकिनमा साइन गरेको होइन त्यस्तो प्लेयर अर्जेन्टिनादेखि स्पेनमा लिएर आएको बार्सिलोनामा ट्रेनिङ गरेर उसलाई के भन्छ उपचार गराइदियो बार्सिलोनाले उपचार गराएको क्लबले उपचार गराएको होइन अनि त्यो पछि लाइक यत्रो खतरा प्लेयर भयो होइन अब लाइक वेन हि वाज 19-20 त्यतिखेरै लाइक वर्ल्डले इम्प्रेस गर्न थालिसकेको थियो उसले हुन्छ नि लाइक हि इज द बेस्ट प्लेयर एभर भनेर होइन सो त्यो स्टोरी इन्सपायरिङ लाग्छ अनि रोनाल्डोको पनि लाग्छ हार्डवर्कको कुराले गरेर हुन्छ नि लाइक हार्डवर्क क्यान टेक यु प्लेसेस हुन्छ नि मोटिभेटेड हुनुपर्छ आफ्नो लागि मोटिभेसन भन्दा ठुलो डिसिप्लिन भन्छ रोनाल्डोले होइन डिसिप्लिन सो त्यो कुरा राम्रो हो जस्ट इन्सपायरिङ छ नेमार हेज बिन क्रिटिसाइज डिस्पाइट हिज ट्यालेन्ट वाट डज हिज स्टोरी टिचर्स एक्सपेक्टेसन भर्सेस रियालिटी अफ नेमार ओके सो त्यो नेमारको कुरा गर्दाखेरि चाहिँ वेन त्यो नेमार हुन्छ नि भर्खर त्यो कहिलेको बेला थियो राइजमा हुँदाखेरि होइन सो ऊ सान्तोसमै खेल्थ्यो होइन मैले उसलाई चिनेको सान्तोसमा खेल्दाखेरि होइन यस्तो खतरा खेलाडी क्या लाइक हि कुड हेभ बिन बेटर देन अहिलेको लेजेन्डहरू छ नि ऊ पनि लाइक लेजेन्ड त हो म लेजेन्ड भन्छु होइन तर लाइक अहिले अलि नेक्स्ट लेभलमा हुन सक्थ्यो होला होइन सो 14को वर्ल्ड कपमा जस उसले लाइक इन्जरी ढाडमा के इन्जरी भएको थियो सो त्यसले गर्दाखेरि उसको करियर सेटब्याक भयो होइन अलिकति 15मा राम्रो खेल्यो 16मा राम्रो खेल्यो पिएससीमा नि राम्रो खेल्यो तर अलि इन्जुरी प्रोन भयो कि ऊ चाहिँ हुन्छ लाइक आई वुड आर्ग्यु लाइक हि इज अब टप 5 हाम्रो जेनेरेसनको चाहिँ कुरा चाहिँ टप 5मा छ नेमार होइन आर्ग्यु गर्छु त्यो कुरामा चाहिँ तर लाइक त्यति इन्जुरी प्रोन नभइदियो भए सायद ऊ लाइक बेस्ट पनि हुन्थ्यो होला होइन तर अब त्यही इन्जुरी भयो इन्जुरीले गर्दाखेरि सेटब्याक भयो उसलाई होइन अनि लाइक त्यसो के भन्छ रिकभर राम्रोसँग भएन सो अहिले राम्रै नै छैन उसलाई लाइक अर्को कन्ट्रोभर्सियल टेक हुनसक्छ होइन तर नेमारको ठाउँमा अरू कुनै प्लेयरलाई ल्याउनु पर्थ्यो वर्ल्ड कपमा नेमारलाई चाहिँ अब उसको लेगेसी छ नि त नेमारको फ्यान्सहरूले गर्छ भनेर एन्चेलोटीले सेलेक्ट गरे जस्तो लाग्छ मलाई नत्र नेमारको स्पट अरू कोही राम्रो डिजर्भिङ क्यान्डिडेट अरू पनि छन् किनकि फेम पनि त्यत्तिकै जरुरत हुन्छ फेम पनि त्यो नै हो तर त्यही हो जस सो अहिले ट्रेन्डिङमा मान्छेले हेर्ने भने नट ओन्ली फुटबलको जस्तै फ्यानहरूले पनि बाहेक जस्तै अब ठुल्ठुलो जसले गेमहरू एनालाइज गरिरहेको हुन्छ आजभन्दा 90sको गेमहरू नि हेरिरहेको थियो उनीहरूले नि प्रेडिक्सन हेर्दाखेरि अब चाहिँ जस हुन्छ नि चान्स स्पेन या फ्रान्सको छ भन्ने छ वाट यु थिङ्क अबाउट एम्बापे इज द बेस्ट प्लेयर इन द वर्ल्ड राइट नाउ अहिलेको लाइक बेस्ट प्लेयर एम्बापे हो होइन फ्रान्सको क्याप्टेन हो एम्बापेको फ्रान्स यस्तो राम्रो अट्याक छ क्या त्यो अट्याक अब एक हिसाबले इल्लिगल भन्छु म चाहिँ होइन किनभने अब सोच होइन लाइक डेम्बेले होइन पास्ट इयर ब्यालेन्डोर विनर होइन खतरा खेलाडी होइन ओलिसे यो सिजन लाइक हाइस्ट असिस्ट दिएको छ त्यसले लाइक यो सिजनभरिको होइन यस्तो राम्रो प्लेयर छ होइन अनि एम्बापे भयो अगाडि होइन सो कस्तो छ भने अनि भिनिसियस पनि लेफ्टबाटै खेल्छ सो अनि जस एम्बापे लेफ्टबाट आउँदाखेरि जस भिनिसियस सेन्टरतिर जानुपर्ने जस्तो लाग्यो हल्कै उनीहरूको सिनर्जी छैन त्यति राम्रो तर वर्ल्ड कपमा होइन डेम्बेले छ ओलिसे छ होइन एम्बापे भयो होइन डेजिरे डुवे छ अर्को ब्राडली बार्कोला छ त्यो डेफ्थ यति स्ट्रङ छ क्या फ्रान्सको सो फ्रान्सले जित्न सक्ने चान्सेस एकदम हाई छ किनभने उनीहरूको अट्याकिङ डेफ्थ राम्रो छ डिफेन्स पनि राम्रो छ मिडफिल्ड अब फ्रान्सभन्दा बेटर मिडफिल्ड सायद अरू देशको पनि छन् होला तर लाइक एज अ टिम फ्रान्स एकदम स्ट्रङ छ होइन अनि त्यो अट्याकिङ ट्रायो इल्लिगल लाग्छ क्या मलाई लाइक 3टा अब ठुलो स्टारहरू होइन अनि उनीहरूको सिनर्जी पनि यति राम्रो छ उनीहरू लाइक अब सोच न अब पिएससीमा खेल्छ एकजना एउटा बायर्न म्युनिखमा खेल्छ अर्को रियल मैड्रिडमा खेल्छ होइन ट्रेनिङ अब टिम ट्रेनिङ हुन्छ नि क्लबको ट्रेनिङ जस्तो वर्ल्ड कपलाई त्यही ट्रेनिङ उनीहरूको सिनर्जी यति राम्रो छ क्या हुन्छ नि ओलिसेले बल निकाल्छ एम्बापे र डेम्बेले रोटेसन गर्छ एम्बापे लेफ्टमा गयो बेला डेम्बेले बिचमा आउँछ होइन यसो रोटेसन गरेर खेलिरहेछ एकदम राम्रो खेलिरहेछ
अब डेम्बेलेले अस्ति ह्याट्रिक हान्यो होइन, कस्तो राम्रो राम्रो गोल हान्यो। हिजो तिमीले गेम हेऱ्यो कि नै फ्रान्सको हुन्छ नि, अब एम्बापेले गोल हान्यो, निकै राम्रो राम्रो गोल हान्यो होइन, तर मलाई चाहिँ पर्सनली चाहिँ लाइक प्लेयर अफ द म्याच चाहिँ मलाई ओलिसे लागेको थियो कि उसले क्रस निकालिरहेछ होइन, उसले बिचबाट बल निकालिरहेछ, उसले एक्रोब्याटिक्स गरिरहेछ होइन, अटेम्प्ट पनि गरिरहेछ होइन, सब थोक गरेको थियो कि उसले। सो आई थिङ्क फ्रान्सको नि चान्सेस एकदम हाई छ यसपालि जित्न होइन, तर स्पेन पनि अलिकति कन्टेन्डर चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। सो वाइल वी आर टकिङ अबाउट लेजेन्ड एन्ड देयर स्टोरिज, सो मान्छेले चाहिँ इदर मेस्सी इदर रोनाल्डोलाई चाहिँ गोट भन्छ नि त होइन, मेस्सी र रोनाल्डो गोट हो भने पेले चाहिँ कुन लेभलमा आउँछ कि? अब अहिले लाइक अब के भन्नु, जस मलाई चाहिँ अब पेले राम्रो प्लेयर थियो होला। मैले त अब उसको हेरेको भनेको अब पुरानो भिडियोजहरू, अनि लाइक आई हर्ड लेजेन्ड्स फ्रम माई एल्डर्स होइन, त्यही सुनेको हो नि त, अब उसले खेलेको त खासै देखाएको छैन होइन। सो आई क्यान ओन्ली भाउच फर वाट आई स हुन्छ नि। सो मेरो लागि चाहिँ मेस्सी गोट हो होइन, हिज द ग्रेटेस्ट टु एभर डु इट जस्तो लाग्छ। अब पेले पनि थियो होला, अब हि won 3 वर्ल्ड कप्स होइन, अब त्यो त लाइक ठुलो फिट हो नि त, ठुलो अचिभमेन्ट हो नि त। सो हि माइट हेभ डन बेटर, बट मलाई चाहिँ त्यसको बारेमा खासै नलेज भएन। ओके, सो लेट्स टक अबाउट क्लब फुटबल। क्लब फुटबलको कुरा गर्नु पर्दाखेरि विच क्लब गिभ्स बेस्ट माइन्डसेट, बेस्ट ट्रेनिङ फर द राइजिङ प्लेयर्स? अब क्लबहरू छन् होइन, अब त्यस्तै राइजिङ प्लेयरको कुरा गर्दाखेरि बार्सलोना छ होइन, अब उसको ट्रेनिङ हुन्छ नि लामासिया, इट्स बेस्ट, वान अफ द बेस्ट इन द वर्ल्ड होइन। अब युथदेखि नै हुन्छ नि होइन, प्लेयरलाई लाइक टिम वर्क सिकाउँछन् होइन, लाइक हार्डवर्क, रेजिलियन्स यस्तो कुराहरू सिकाउँछ। लामासिया छ, लाइक दे प्रड्युस बेस्ट प्लेयर्स इन द वर्ल्ड होइन। कति लामासियाकै ग्रेजुएटहरू, लाइक बार्सलोनाकै कुरा गर्दाखेरि हुन्छ नि धेरै प्लेयरहरू बार्सलोनामा छन् होइन, लामासियाबाट लाइक ग्रेजुएट भएका। बार्सलोना पनि नेसेसरी भन्नु पर्दैन कि, लाइक अरू टिममा पनि छन् कि लामासियाको ग्रेजुएटहरू नि। अर्को एउटा क्लब छ आयाक्स भन्ने होइन, एएफसी आयाक्सको प्लेयर पनि एकदम लाइक त्यस्तै हुन्छ नि, अब युथ लेभलदेखि नै लाइक एकदम राम्रो ट्रेनिङ गराएर लाइक शार्प मेन्टालिटी बनाएर उसले लाइक युरोपभरि नै लाइक प्लेयरहरू सेल गर्छ होइन, निकै प्रफिट बनाएको छ आयाक्सले। सो त्यो दुइटा क्लबहरू चाहिँ मलाई लाइक त्यही राम्रो लाग्छ त्यो सेन्समा चाहिँ। सो क्लब चाहिँ कस्तो हुन्छ, लाइक क्लबले चाहिँ ट्रेनिङ दिएर अनि गेम खेल्न पठाउने हो कि क्लब आफै पनि खेल्छ? जस्तै रियल मैड्रिड, बार्सिलोना, उनीहरू आफै खेल्छ नि त क्लब गेमहरू, सो उनीहरूले ट्रेनिङ पनि दिन्छ र खेल्न पनि। अब उनीहरूको के हुन्छ भने अब युथ लेभलको एकाडेमी हुन्छ क्या एउटा, अब रियल मैड्रिडको युथ लेभलको के छ मलाई थाहा भएन, तर त्यहाँबाट नि राम्रो प्लेयरहरू आएको छन् होइन। अहिले मार्टिन ओडेगार्डको कुरा गरौँ होइन, अहिले उसमा आर्सेनलमा खेल्छ ऊ, लाइक रियल मैड्रिडको युथ टिमबाट आएको प्लेयर हो होइन। त्यो युथ लेभलमा उनीहरूले इन्भेस्ट गर्छ कि प्लेयरहरूलाई, लाइक 10-11 वर्ष हुँदाखेरि नै त्यो युथ लेभलको उनीहरूले ट्रेनिङ दिन्छन् होइन, त्यो गरेर अनि उनीहरूले एज भएपछि हुन्छ नि अब 15-16 नै भएपछि त्यो पछि लाइक बेच्छन् अरू क्लबमा भनौँ न, त्यही हो। सो युरोपको फुटबल क्लबहरू चाहिँ कसरी इभल्भ भइरहेको छ कि लास्ट डेकेडमा कसरी इभल्भ भइरहेछ भने अब लास्ट डेकेडमा अब पेप गार्डियोलाको बार्सिलोना हुन्छ नि, अब उसको टिकीटाका स्टाइल एकदम फेमस थियो होइन। सो लाइक पास दिने बल लिने, अब त्यो प्लेयर पनि त्यस्तै चाहिन्छ छैन, तर अहिले चाहिँ अलिकति के भन्छ लाइक डिफेन्सिभ अनि काउन्टर एट्याक अनि सेट पिसहरूमा धेरै फोकस गरिरहेछन् कि। अब कर्नर एउटा सेट पिस भयो, फ्री किक सेट पिस भयो होइन, अनि त्यसमा अलिकति मिलाएर गोल हान्ने त्यस्तो बेसी भएर। सो लाइक फुटबलमा जुन चाहिँ लाइक इन्जोयमेन्ट हुन्थ्यो नि पहिला 90 मिनट्सको गेम हेर्दाखेरि, त्यो चाहिँ अलिक कम छ जस्तो लाग्छ आजभोलिको फुटबलमा मलाई होइन, किनभने उनीहरू एकदम लाइक म्यानेजर सेन्ट्रिक हुन्छ नि। अब गेममा त्यो हुन्छ नि, त्यो नेचुरल छैन क्या, जस्तो फ्री विल छैन हुन्छ नि। अब त्यही कुरा गरौँ होइन, अब ज्याक ग्रिलिस भन्ने एउटा प्लेयर थियो होइन, प्लेयर छ अहिले पनि, अहिले म्यान सिटीमा छ। योभन्दा अगाडि सायद एस्टन भिला हो कि कहाँ थियो, एस्टन भिलामा थियो जस्तो लाग्यो होइन। त्यहाँ खेल्दाखेरि उसले लेफ्ट विङबाट हुन्छ नि यति राम्रो क्रस निकाल्थ्यो, उसको आफ्नो फ्री विल थियो होइन, उसले लाइक ड्रिबल गर्थ्यो, यताउता गर्थ्यो, निकै राम्रो खेल्थ्यो कि उसले। अनि अहिले सिटीमा आएर चाहिँ ऊ अब उसको त्यति फ्री विल छैन कि त्यहाँ। अब उसले लाइक यो एउटा प्लेयरलाई ड्रिबल गर्ने भन्दा नि उसले लाइक ब्याक पास दिन्छ कि हुन्छ नि, पछाडि मिडफिल्डरलाई पास दिन्छ, डिफेन्डरलाई पास दिन्छ, त्यस्तो फ्री विल छैन भनौँ। जस्ट कस्तो लाइक रोबोटिक्स गेम हुन्छ नि, मसिनले खेलेको जस्तो फुटबल छ क्या, स्क्रिप्टेड टाइपको छ क्या त्यस्तो। सो त्यो डिफ्रेन्स भएको छ जस्तो लाग्छ मलाई पहिलाभन्दा, त्यही हो। सो वान क्वेसन यही टपिकमा कुरा गर्नुपर्दा, वाइ सम प्लेयर चाहिँ हुन्छ नि दे प्ले ब्रिलियन्ट गेम इन क्लब म्याच
and they do sit on international league or international games. Okay. त्यसमा चाहिँ लाइक अगेन इट डिपेन्ड्स अन यर टिम एट द एन्ड अफ द डे होइन सो लाइक क्लब लेभलमा जति सिनर्जी हुन्छ नि उनीहरू त इयर राउन्ड नै सँगै प्र्याक्टिस गरेर आउँछ त्यो प्लेयरहरूसँग होइन सो अनि तर इन्टरनेसनलको लागि अब उनीहरूले गर्न त गर्छन् ट्रेनिङ गर्छन् होइन तर त्यति धेरै गर्दैन नि त सो अब टिममा हुन्छ नि अब एकअर्कामा चाहिने अलिकति सिनर्जी होइन गेम अब टिमवर्कको त्यो हुन्छ नि यो प्लेयरले कसरी खेल्छ है अब लाइक मैले बल लेफ्टतिर लगेँ भने अब यो अगाडिको स्ट्राइकर हुन्छ नि अगाडि जान्छ कि राइटमा आउँछ हुन्छ नि त्यस्तो त्यस्तो कुराहरू हुन्छ नि त त्यो लाइक सिनर्जी हुँदैन कि त्यति सो त्यो नभएपछि नि अलिकति इन्टरनेसनल लेभलमा पर्फर्म गर्न गाह्रो हुन्छ कि क्लबमा राम्रो गऱ्यो भने पनि त्यस्तो त्यस्तो कुराहरू हुन्छ यस्तो पनि हुनसक्छ जस्तै क्लबमा जोसँग खेलेर हुन्छ दे आर देयर फ्रेन्ड कलिग नेसनल लेभलमा गएर या इन्टरनेसनल लेभलमा खेल गर्दाखेरि नयाँ टिम हुन्छ नयाँ प्लेयरहरू हुन्छ सो इट विल टेक टाइम त्यो घुलमिल हुन टाइम लाग्छ त्यस्तै अब लाइक अब इङ्ल्यान्डको अहिलेको गेमको कुरा गरौँ होइन त्यतिखेर अब लाइक अब डेक्लिन राइस र साकाको दुईजनाको हुन्छ नि होइन त्यो टिमवर्क देखिरहेको थियो रिफ्लेक्ट भइरहेको थियो होइन अनि त्यस्तो कुराहरू हुन्छ कि अरू कुनै प्लेयर भइदियो अब त्यहाँनिर सायद त्यस्तो नहुन सक्थ्यो होला होइन त्यही लाइक अब एट द एन्ड अफ द डे त्यही हो अब कसले के गर्छ थाहा हुन्छ नि त अब क्लब लेभलमा सँगै खेलेर छ नि ल मैले अब यहाँबाट क्रस पठायो भने यो मान्छेले रन लिन्छ भन्ने थाहा हुन्छ नि त होइन त्यस्तो अलिक डिफ्रेन्ट हुन्छ नि इन्टरनेसनलमा चाहिँ किनभने त्यति सिनर्जी भइसकेको हुँदैन त्यही कुराहरू हो वाट इज युरोप फुटबल कल्चर टिच अबाउट डिसिप्लिन द्याट वर्ल्ड कप कल्चर डजन्ट युरो फुटबलले मतलब क्लब लेभल कि क्लब लेभलमा अब आई थिङ्क वर्ल्ड कपले धेरै सिकाउँछ जस्तो लाग्छ मलाई चाहिँ हुन्छ नि अब युरो फुटबलमा भनेको अब त्यही एट द एन्ड अफ द डे जसले धेरै पैसा दियो जहाँ गएर मलाई फ्युचर राम्रो हुन्छ जस्तो लाग्छ हुन्छ नि त्यो म्याटर गर्छ त्यहाँ चाहिँ हुन्छ नि तर युरो फुटबल क्लब चाहिँ इज फर पर्सनल ग्रोथ एन्ड वर्ल्ड कप इज फर लेगेसी हुन्छ हिस्ट्री बनाउने त्यस्तो कुराहरू हुन्छ क्या सो लाइक वर्ल्ड कप फुटबल चाहिँ त्यो सेन्समा बेटर लाग्छ मलाई अनि अहिले जस्तै मलाई त फुटबलबारे त्यति थाहा छैन बट त्यति थाहा नहुँदा पनि वाट आई नो इज अरू देशको या अरू क्लबहरू भन्दा चाहिँ युरोपियन क्लबहरू चाहिँ किन अगाडि छन् कि जस्तै मलाई थाहा नहुँदा नि म सानै 6-7मा हुँदाखेरि मैले सुनेको भनेको म्यान्चेस्टर लिभरपुलहरू हो होइन सो के कारणले गर्दाखेरि चाहिँ उनीहरू त्यो हाई लेभलमा छ कि क्लब त अरू कन्ट्रीसँग पनि कति छन् नि त मिडिया पिआर हुन्छ नि अब आखिरमा हुन्छ नि फुटबलले जति लाइक हुन्छ नि अब आफ्नो के भन्छ अब मिडियामा जति मान्छेले धेरै हेरे जति उनीहरूले जति पैसा कमाउन सक्यो आखिरमा त त्यो लिग बेटर हुने भयो नि त होइन अब प्रिमियर लिगको कुरा गरौँ न हुन्छ नि सबैभन्दा धेरै मनी हुन्छ नि रेभेन्यू आउने भनेको प्रिमियर लिगबाट होइन सो अब अटोमेटिकली मोर देन वर्ल्ड कपको धेरै रेभेन्यू होला तर प्रिमियर लिगको लाइक इयर बाई इयर हुन्छ अन्त सो 4 वर्षमा गर्दाखेरि उति नै हुन आउँछ कि सायद त्यो मलाई राम्रोसँग थाहा भएन होइन तैपनि लाइक प्रिमियर लिगको लाइक रेभेन्यू अब अरू लिग हेरिकन त धेरै आउँछ नि त भ्युवरसिप धेरै छ होइन अनि अब एड त्यति महँगोमा बेच्न पायो होइन सो अब प्रिमियर उसमै अब युरोपकै लिगहरूको कुरा ला लिगा भयो बुन्डेस लिगा छ होइन फ्रेन्च लिग छ इटालियन लिगहरू छ होइन त्योभन्दा धेरै प्रिमियर लिगले रेभेन्यू ल्याउँछ जति धेरै रेभेन्यू ल्यायो क्लबले त्यति धेरै स्पेन्ड गर्न पायो होइन अब त्यो भएपछि अटोमेटिकली राम्रो प्लेयरहरू प्रिमियर लिगतिर सिफ्ट हुन्छन् क्या अनि त्यो भएर अब लाइक साउथ अमेरिकन फुटबलको कुरा गरौँ उनीहरूले त्यति रेभेन्यू ल्याउन सक्दैन नि त अब पहिला त अब लाइक पेलेको टाइममा पेले त सान्तोसमा खेलेको प्लेयर होइन सान्तोसमा क्लबबाट खेलेको प्लेयर त्यतिखेर चाहिँ अब थियो नि त अब त्यतिखेर अब लाइक टिभी कल्चर मिडिया राइट्स भन्ने कुरा थिएन अहिले छ होइन सो जहाँबाट धेरै पैसा आउने अटोमेटिकली त्यहीँ जान्छ नि त प्लेयरहरू त्यो भएर युरो अलिकति सुनिन्छ कि संसारभरि सो एथलिट रेसको कुरा गर्नुपर्दा वी आर नट मिन टु बी रेसिस्ट बट तपाईँले नोटिस गर्नुभएको होला म्याक्सिमम राम्रो स्पोर्ट्सको राम्रो प्लेयरहरू चाहिँ अलिक ब्ल्याक पर्सनहरू हुन्छन् के होला त्यसको रिजन चाहिँ अब नेचुरली नै कुरा गर्दाखेरि ब्ल्याक पिपुल आर मोर गिफ्टेड हुन्छ नि एथलेटिसिजममा हुन्छ नि उनीहरू गिफ्टेड छन् जस्तो लाग्छ मलाई होइन अब उनीहरू एथलेटिक राम्रो छन् उनीहरू होइन अनि एथलेटिकली राम्रो भएपछि अब अभियसली लाइक अरू कुरा हुन्छ अब गेममा अब अलिकति इन्ड्युरेन्स चाहिन्छ पेस चाहिन्छ होइन अलिकति स्ट्रङ हुनुपर्छ होइन अब उनीहरूलाई नेचुरली छ जस्तो लाग्छ कि मलाई अनि त्यो भएपछि अब फुटबलको अब अभियसली अब ट्रेनिङ चाहिँ नै हाल्यो होइन अब इनफ ट्रेनिङ भयो भने चाहिँ आई थिङ्क दे आर बेटर प्लेयर्स जस्तो लाग्छ मलाई चाहिँ सो इन्फ्रास्ट्रक्चर अपर्च्युनिटी ट्रेनिङ र नेचुरल एबिलिटीमा चाहिँ
कुन कुरामा फोकस गर्यो भने चाहिँ त्यो प्लेयर या त्यो टिम हुन्छ त्यो अगाडि आउन सक्छ? फेरि के थियो तिम्रो क्वेसन? इन्फ्रास्ट्रक्चर भन्यो, अरू के भन्यो? इन्फ्रास्ट्रक्चर, एबिलिटी एबिलिटी मतलब नेचुरल एबिलिटी, अनि त्यसपछि अब ट्रेनिङहरू, त्यो अपर्च्युनिटी ट्रेनिङहरूमा चाहिँ कुन चाहिँ कुरामा फोकस गर्यो भने चाहिँ ही क्यान डेभलप हिमसेल्फ अर हिज नेसन अर मेबी क्लब? अब हुन्छ नि, हार्डवर्क चाहिन्छ होइन, यु हेभ टु वर्क हार्ड होइन। अब गर्छन् प्लेयरहरूले, गर्छन् पनि, लाइक ट्रेनिङ एकदम गर्छन्, बिहानदेखि बेलुकासम्म ट्रेनिङ गर्छन्। नेचुरल एबिलिटी पनि हुनुपर्छ होइन। मेसीको कुराहरू हि इज नेचुरली गिफ्टेड, तर त्यसले ट्रेनिङ नगरेको भने होइन नि त। ट्रेनिङ नगरेको भयो अहिलेसम्म लाइक 39 इयर्स ओल्ड हुँदाखेरि उसले यो स्टेजमा यति राम्रो खेल्दैन थियो होला होइन। सो ट्रेनिङ पनि चाहिन्छ होइन। अनि अर्को चाहिँ इन्फ्रास्ट्रक्चर कुराहरू, इन्फ्रास्ट्रक्चरको कुरामा चाहिँ आई थिङ्क अ कन्ट्री सुड इन्भेस्ट अन स्पोर्ट्स। जस्तै नेपाल कति पछि परेको छ यो कुरामा होइन। नेपालमा पनि राम्रो प्लेयरहरू छन् होइन। सो तर उनीहरू त्यति अगाडि बढ्न नसकेको कुरा इन्फ्रास्ट्रक्चरले गरेर हो नि त। अब एन्फा अस्ति थाहा पायो होला तिमीले, हुन्छ नि लाइक फिफाले एन्फालाई फेडरेसनलाई नै ब्यान गर्दैछ अहिले होइन। सो त्यस्तो कुराले गर्दाखेरि सेटब्याक हुन्छ क्या। सो एज अ कन्ट्री अनि एज अ लाइक फुटबलिङ एसोसिएसन उनीहरूले इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गर्नै पर्छ होइन। त्यो बाँकी कुरा चाहिँ लाइक प्लेयरमा आउँछ। अनि त्यही ट्रेनिङ भयो, हार्डवर्क भयो होइन, अनि त्यही नेचुरल एबिलिटी भयो। त्यो पनि हुन पायो किनकि अहिले त एन्फामा आई डोन्ट थिङ्क सो एन्फा डज एक्जिस्ट कि अहिले त्यस्तै अब लाइक त्यो डजन्ट म्याटर कि यो एक्जिस्ट गर्छ र गर्दैन कसैलाई मतलब छैन। त्यो ड्रब्याक हो किनकि एउटा कन्ट्रीको फुटबल क्लब छैन भनौँ न एक हिसाबले। किनकि राम्रो कति प्लेयरहरू अस्ट्रेलिया छन्, अस्ट्रेलियामा लोकल गेमहरू खेलिरहेछन्। मैले लास्ट 3-4 महिना अगाडि एउटा इन्टरभ्यू हेर्दाखेरि यो अस्ट्रेलियाको एउटा नेसनल लिगहरूमा नेपाली फुटबल प्लेयर खेलिरहेछ कि एज अस्ट्रेलियन टिम। फिमेल फुटबल फिमेलमा भन्दा पनि नेपालको नेसनल के अरे मेल फिमेल मेल पर्सन बट नेपाल छोडेर अस्ट्रेलिया गएर अनि अस्ट्रेलियाको टिमबाट अस्ट्रेलियाको क्लबहरू खेलिरहन्। 2-3 जना प्लेयरहरू त्यस्तो छन् अनि अरू पनि छन् धेरै। त्यो ठाउँमा चाहिँ आउँछ क्या इन्फ्रास्ट्रक्चर र पेको कुरा के त्यो ठाउँमा आउँछ होइन। अब इनफ पैसा कमाएर छैनन् भने अभियसली नेपालमा अब भत्ता कति छ थाहा छैन मलाई, अलिक थोरै नै छ नि त। जस फ्यामिली सस्टेन गर्न गाह्रो छ नि, बेटर अपर्च्युनिटी खोज्छ नि त। अभियसली अब फुटबल प्लेयरहरूको 18-20 हजार छ भत्ता, त्यो म्यानेजिङ टिमको 1 लाख 2 लाख हुन्छ पर मन्थ। कसरी सस्टेन गर्ने? त्यो ठ्याक्क एटलिस्ट 50-60 को रेन्जमा भयो त हुन्थ्यो। म्यानेजर जसको काम पनि छैन भनौँ न एक हिसाबले म्यानेजर हेर्ने हो भने, जुन नेसनल लेभलको नट ओन्ली वर्ल्ड कपको या अरू कन्ट्रीकै हेर्ने भने पनि त त्यो लेभलको म्यानेजिङ र हाम्रो नेपालको म्यानेजिङ त छैन नि त। अनि त्यो अनुसारको पे खाना चाहिँ उनीहरूले खाइरहेछन्, तर त्यो लेभलको म्यानेजमेन्ट नभएर पनि करप्सन पनि गर्दाखेरि सरकारी चलखेल हुन्छ एन्फामा धेरै। अनि त्यो भएर पनि अब त्यस्तै नै हो, विदेशै गएर खेल्छन् प्लेयरहरू, राम्रो पैसा कमाउँछन् होइन। सो उनीहरूलाई लाइक एज अ पर्सनलाई चाहिँ त्यही बेटर भयो नि त। उनीहरूलाई के मतलब हुन्छ नि, लाइक नेसनल लेभलमा देशको गेम भयो भने त उनीहरू खेल्न आउँछन् होला होइन। तर लाइक त्यही नै हो, जस नेपालमा अलिक गाह्रो छ। हाउ डज रिप्रेजेन्टेसन इन फुटबल इन्सपायर यङ्गर जेनेरेसन इन इमिग्रेन्ट्स कम्युनिटिज लाइक आवर्स? सो त्यही हो होइन, फुटबलले धेरै मान्छेलाई बनाएको छैन। इमिग्रेन्ट्सको अब त्यो अब फ्यामिली हुन्छ नि, अब भर्खर अरू देशमा गएको हुन्छन् होइन। लाइक फुटबलले गरेर पोभर्टीबाट माथि लिएर आएर हुन्छ, आफ्नो फ्यामिलीलाई वेल इस्ट्याब्लिस्ड बनाउँछ होइन। लाइक आफ्नो पेरेन्ट्सको जन्मेको देशलाई पनि लाइक रिप्रेजेन्ट गरिरहेछ होइन। आफ्नो करेन्ट देशलाई नि रिप्रेजेन्ट गरिरहेछ होइन। लाइक आफ्नो हिस्ट्री भयो सबलाई रिप्रेजेन्ट गरेर हुन्छ नि। त्यसले लाइक मोटिभेसन दिन्छ यङ्गर जेनेरेसनलाई, हुन्छ नि लाइक म नि गर्छु भन्ने हुन्छ नि त। त्यो कुराले चाहिँ त्यही हो, लाइक आउँछ फुटबलबाटै। धेरैको बनेको छ होइन। अब एम्बापेको कुराहरू उसको पेरेन्ट्स पनि इमिग्रेन्ट थियो होइन, अहिले फ्रान्सलाई रिप्रेजेन्ट गरिरहेछ लाइक उसको। अनि आई थिङ्क उसको पेरेन्ट्स सायद सेनेगलको थियो कि सायद, मलाई अलिक कन्फ्युज भयो होइन। त्यो सेनेगलिज अस्ति गएको थियो त्यहाँ, त्यो पनि रिप्रेजेन्ट भइरहेछ एक हिसाबले होइन। यामालको कुरा गरौँ, उसको पेरेन्ट्स पनि लाइक आई थिङ्क मोरक्कोबाट मुभ भएको सायद होइन। सो अब स्पेनलाई रिप्रेजेन्ट गरिरहेछ, मोरक्को पनि भइरहेछ। आफ्नो फ्यामिलीलाई लाइक हुन्छ नि जस गरिबीबाट माथि उठाएर जस यति गरेको छ फ्यामिलीलाई नि, त्यो देख्दाखेरि नि जस हुन्छ क्या जस लाइक आई क्यान डु दिस टु भन्ने यङ्गर जेनेरेसनलाई होइन। अनि त्यसले लाइक बेटर फुटबलर प्रड्युस गर्छ कि फ्युचरमा। त्यस्तै कुराहरू हुन्छ। सो एम्बापेको अघि हामीले कुरा जोड्नु पर्दाखेरि आई हर्ड द्याट वेन ही वाज 14 or 15 he was greatest fan of Ronaldo. And then he started playing. Chance to play with him in same club, right? 4 years चाहिँ होइन,
मेबी 17 कि 18 मा उसले वर्ल्ड कप खेलेको first। 18मा उसले लाइक फर्स्ट वर्ल्ड कप खेलेको अनि उसले निकै राम्रो खेलेको पनि हो। सो त्यो चाहिँ मलाई थाहा भएन कुन एजदेखि सुरु गरेर त रोनाल्डो फ्यान चाहिँ थियो एम्बापे एकदम होइन। त्यही लाइक रोनाल्डो फ्यान भएपछि चाहिँ लाइक त्यो हार्डवर्क मेन्टालिटीको कुरा आउँछ क्या, त्यो कुरा लाइक इम्ब्रेस गरिन्छ कि फ्यान भएपछि हुन्छ नि। अनि त्यो पछि लाइक फुटबलमा लाग्यो भने त झन् खत्रै भइहाल्यो होइन। सो एम्बापे लाइक अहिले आई थिङ्क हि वेन्ट टु मड्रिड when he was 25, त्यसै रोनाल्डो चाहिँ थिएन फेरि। त्यस रोनाल्डोको जस लेजेन्ड जुन क्लबमा लेजेन्ड छ त्यो ठाउँमा गएर उसले लाइक त्यही रोनाल्डोको फुटस्टेप्स भनौँ न त्यो फलो गरेर लाइक हिज म्याचिङ भनौँ न, अब रोनाल्डोको लेगेसी म्याच गरिरहेको छ उसले मड्रिडमा, राम्रो हो त्यो। सो वी आर टकिङ अबाउट स्ट्रक्चर। एज अ फुटबल फ्यान, फुटबल प्लेयर फ्यान, तपाईँको विचारमा चाहिँ नेपालकै कुरा गर्ने हो भने पनि या क्लब या वर्ल्ड कपकै कुरा गर्ने भने स्ट्रक्चर हिसाबमा अझै डेभलप गर्नुपर्ने केही छ अझै चाहिँ यो कुरा चाहिँ दे निड टु वर्क अन दिस टपिक, दे निड टु वर्क अन द्याट भन्ने खालको केही? ओके, सो नेपालको कन्टेक्समा कुरा गर्दाखेरि लाइक आई थिङ्क दे सुड इन्भेस्ट इन इन्फ्रास्ट्रक्चर मोर होइन। अनि ट्रेनिङ ग्राउन्ड्सहरू बढाउनु पऱ्यो होइन। फुटबल प्रोग्राम हुँदाखेरि लाइक सानो बच्चाहरूदेखि नै अब कति राम्रो खेल्ने प्लेयरहरू हुन्छ नि उनीहरूलाई सानो भत्ता दिएर त्यस हुन्छ नि लाइक ट्रेनिङ गराउनु पऱ्यो हुन्छ नि। अनि लाइक एट द एन्ड अफ द डे फुटबलमा पैसा आउने भनेको मिडियाबाट होइन। जतिजनाले गेम हेऱ्यो अनि जति स्पोन्सरबाट पैसा आयो त्यति नै लिगले आफ्नो क्लबहरूलाई पैसा दिन पाउँछ, त्यही अनुसार लाइक क्लब लेभलमा ग्रोथ हुन्छ नि त होइन। सो आई थिङ्क त्यो कभरेज जुन चाहिँ हुन्छ नि अब कभरेज अलि राम्रो हुनु पऱ्यो। अनि त्यही हो जस इन्फ्रास्ट्रक्चरमा अलिकति धेरै इन्भेस्ट गर्नुपर्छ जस्तो लाग्छ। लेट्स टक अबाउट माइन्डसेट होइन। माइन्डसेटको कुरा गर्नु पर्दाखेरि चाहिँ वाट डिसिप्लिन ह्याबिट फ्रम इलाइट एथलिट्स क्यान रेगुलर अप्लाई टु बिजनेस एन्ड करियर? बिजनेस एन्ड करियर रेगुलर एथलिटबाट त्यही हो लाइक फेरि त्यही नै कुरा आउँछ क्या, हुन्छ नि डिसिप्लिनको कुरा आउँछ होइन। अनि लाइक नेभर गिभ अप मेन्टालिटीको कुरा आउँछ हुन्छ नि। जस लाइफमा अब डाउन सिचुएसनमा छ भने गिभ अप गर्नु भएन। टु बेटर युर सेल्फ यु हेभ टु किप डुइङ इट अगेन एन्ड अगेन एन्ड अगेन। त्यो कुरा सिकिन्छ क्या फुटबलबाट चाहिँ लाइक प्लेयरहरूको लाइक लाइफ फलो गऱ्यो भने चाहिँ त्यो कुराहरू सिकिन्छ क्या। अनि त्यो कुरा आफ्नो लाइफमा अप्लाई गर्न सक्यो भने अभियसली राम्रो भइहाल्यो होइन। त्यही त हो नि। Respond differently than most. So Pele, Messi, Ronaldo, they all are public figure. How did they respond differently than most people would? इन वाट कन्टेक्स्ट के कुरामा रेस्पोन्ड? जस्तै हुन्छ नि एज अ फ्यान कति चाहिँ फ्यानसँग रोनाल्डो मेस्सीको पनि कति भिडियो देखिन्छ कुनै भिडियोमा राम्रो ट्रिट गरेर हुन्छ फ्यानलाई, कुनै भिडियोमा राम्रो ट्रिट गरेर हुँदैन। एज अ ह्युमन लाइक फ्रेन्डली नेचरमा चाहिँ फ्रेन्डली नेचरमा अब फ्रेन्डली नेचरमा चाहिँ रोनाल्डोले त्यसमा अलिकति इगो चाहिँ छैन, रोनाल्डोमा छैन इगो छ त्यसमा। तर एज अ पर्सन हि इज अ गुड पर्सन हुन्छ नि। त्यसले लाइक अब नेपालमा 2015मा अर्थक्वेक आएको बेला हुन्छ नि उसले लाइक नेपालको टी सर्ट लगाएर उसले लाइक डोनेसन गर यताउता हामीले गरिरहेछ होइन। हि इज त्यो हिसाबमा रोनाल्डो लाइक हि इज द काइन्ड अफ पर्सन यु वान लुक अप टु होइन रोनाल्डो चाहिँ। अनि अब त्यही हो अब यस्तो हुन्छ नि त अब त्यत्रो ठुलो प्लेयर भइसकेपछि सब फ्यानलाई जो बाटोमा आयो सबलाई अब इन्टरेक्सन त गर्न सकिँदैन। सोच न कति एक्जस्टिङ हुन्छ होला होइन। तिम्रो हाम्रो फ्यान छैन त के अरे उनीहरूको त कति फ्यान हुन्छ, कतिजनासँग नट ओन्ली कतिजनासँग चाहिँ इन्टरेक्ट गरेर कि अब एकजनासँग राम्रो होला, दुईजनासँग राम्रो होला, तिनजनासँग राम्रो होला, चौथो मान्छेसँग पुग्दा त थाक्छ होला नि त। थाक्छ होला नि। चौथो मान्छे पनि पहिलो जस्तो तेस्रो जस्तो राम्रो छ भन्ने छैन नि। आएर झ्याप्पै अङ्गाला त्यही हुन्छ नि जस्तै क्यान आई टेक अ पिक्चर विथ यु भन्नु र ल आइज एउटा फोटो खिच्नु डिफ्रेन्ट कुरा हो नि त। एक्ज्याक्टली त्यही अब त्यो चाहिँ लाइक अब विच टाइम अफ द डे यु हुन्छ नि यु क्याच अप टु अ प्लेयर त्यो अनुसार भर पर्छ जस्तो लाग्छ क्या मलाई होइन त्यो चाहिँ। तर एट द एन्ड अफ द डे जस्तै ठुलो प्लेयरहरू अब अफकोर्स फ्यानहरू छ भने उनीहरूले इम्प्रेस गर्छन् हुन्छ नि, गर्छन् नै। तर त्यही हो अब बिहान भर्खर उठेर हुन्छ नि कफी पनि नखाइकन हुन्छ नि कसले फोटो खिच्न आयो नि भाग भन्न मन लाग्छ होला होइन। तर अलिकति लाइक राम्रै मुड छ भने त आइज फोटो जतिजनाले पनि गर्छन् होला होइन। सो मलाई त्यस्तो लाग्छ। सानोतिनो एक्टर जो स्ट्रगलिङ एक्टरहरू उनीहरूको इक्जाम्पल लिँदा पनि भयो। हामी एक्टर या सानो प्लेयरहरूको इक्जाम्पल उनीहरूको पनि फ्यान हुन्छ। सबैलाई त हेर्न भ्याउँदैन। जस्तो नेपालको एनपिएल हुँदाखेरि कति स्टारहरू राइज भयो नि त, सबैले सबैसँग इन्ट्रेक्ट गर्न त भ्याउँदैन। त्यो पनि हुन पायो रिजन ढुक्कै भ्याएन नि कतिलाई सक्ला र भन्ने कुरा एक्जस्टिङ हुन्छ क्या। हामीलाई एउटा फ्यामिली फङ्सन जस्तै नेपालमा दसैँ तिहारको बेलामा घरबाट 25-30 जना भेला हुने
को हो भनेर छुट्याउन सक्दैन, कतिको खुट्टा ढोक्दै जाने अब। त्यही भने त्यस्तै त नि, अब हामीलाई एक्जस्टिङ हुन्छ त्यस्तो सिचुएसनमा होइन। अब इमेजिन गर न होइन, लाइक तिम्रो व्रत बन्द छ अरे होइन, बिहा छ अरे होइन, मान्छेहरू फोटो खिच्न आउँछ नि त अभियसली त्यस्तो बेला होइन। अब 2-3जनासँग फोटो खिच्लाले राम्रो होला होइन, ल फोटो खिचिरहेको छ भनेर हाल्छन् उनीहरूले होइन। तर अब 5जनासँग फोटो खिचि 6जना मान्छेसँग फोटो खिच्दा लाइक हुन्छ नि त होइन, कति फोटो खिच्ने होइन, कति हुन्छ नि त त्यस्तो। उनीहरूलाई झन् कति डेलीमा भइरहेको हुन्छ कि उनीहरूलाई। सो त्यही नै हो ओभरल्याप गर्ने सिचुएसनमा एन्टरप्रेन्योरको। फेरि त्यही नै कुरा आउँछ क्या, लाइक रेजिलियन्स हुन्छ नि, जुन चाहिँ लाइक नेभर गिभ अप मेन्टालिटी हुन्छ नि होइन, त्यसमा आउँछ। लाइक इफ यु एन एन्टरप्रेन्योर हुन्छ नि, सब थोक चल्छ भन्ने हुँदैन नि त होइन। मैले नि गरेँ, एक दुई थरी कुरा गरेको थिएँ पहिला, हुन्छ नि चलेन, आई गेभ अप होइन, लेट्स बी अनेस्ट होइन, मैले गिभ अप गरेको त्यो कुरामा हुन्छ नि। तर केही कुरा नयाँ सुरु गर्छु भने आई विल गिभ माई बेस्ट हुन्छ नि। अनि फुटबलरको नि त्यो कुरामा आउँछ क्या, के हुन्छ नि, अब लिग खेलिरहेको छ अरे, लिग जितेन अरे हुन्छ नि, अब लास्ट डेमा गएर हुन्छ नि लिग जितेन हुन्छ नि, फाइनलमा पुगेर हारियो होइन, उनीहरूले गिभ अप त गर्नु भएन नि त, दे हेभ टु कम्पिट फर द्याट अगेन। अब त्यो कुरामा लाइक एन्टरप्रेन्योर भने त्यही आउँछ क्या, लाइक एउटा चलेन होइन, लाइक मेरो सामान बिकेन होइन, के गर्नु त, आई ट्राई अगेन हुन्छ नि। डिफ्रेन्ट अप्रोच लिएर हुन्छ कि हुन्छ नि, फुटबलमा अब डिफ्रेन्ट ट्याक्टिक्स लाएर हुन्छ कि हुन्छ नि, त्यस्तो हुन्छ नि त। त्यसमा चाहिँ अलिकति ओभरल्याप हुन्छ कि, अलिकति धेरै नै ओभरल्याप हुन्छ त्यो केसमा चाहिँ। So we are on the end. So what is the most underrated team to watch this tournament? This tournament? केप बर्डे, उनीहरूको लाइक देयर ब्रिलियन्ट हुन्छ नि। फर्स्ट गेममा कोहीले सोचेको थिएन स्पेन जस्तो टिमसँग उसले ड्र खेल्छ भनेर हुन्छ नि। अब स्पेनले जित्नुपर्ने, सेकेन्ड गेम पनि उसले ड्र खेल्यो हुन्छ नि। अब फर्स्ट गेममा उसको गोलकिपर एकदम दामी खेल्यो, सेकेन्ड गेममा अलिकति मिस्टेक भयो तर अट्याकरहरूले कम्पेन्सेट गर्यो, सो ड्र भयो। थर्ड गेममा नि ड्र खेलेछन् उनीहरूले होइन, 3 गेम ड्र खेलेछन्। फर्स्टचोटि उसले आफ्नो नेसनलाई वर्ल्ड कपमा रिप्रेजेन्ट गरिरहेछ। पपुलेसन लेस देन अ मिलियनको कन्ट्रीले हुन्छ नि अहिले वर्ल्ड कपमा यो स्टेजमा आएर यसरी रिप्रेजेन्ट गर्नु हुन्छ नि। आई थिङ्क द्याट्स भेरी अन्डररेटेड हुन्छ नि। अनि हेर्नुपर्छ उसको गेम। अब अर्जेन्टिनासँग छ नेक्स्ट गेम, के हुन्छ थाहा छैन, तर आई थिङ्क सो त्यो पपुलेसन र अन्डररेटेडकै कुरा गर्नुपर्दा जस्तै नर्थ साउथ अमेरिकन कन्ट्रीहरू त मोस्ट अफ द कन्ट्री वर्ल्ड कपमा छ नि त। इभन जस्तै अब मेक्सिको, तपाईँको कोलम्बियाहरू त कस्तो ड्रगहरूदेखि लिएर क्रिमिनल एक्टिभिटीमा बढी इन्गेज भएको कन्ट्रीहरू हो नि त। त्यहाँ त प्रोपर्टीदेखि लिएर लुटपाट यताउता हुन्छ। त्यस्तो कन्ट्रीहरू जस्तै अब पोर्तोरिको कति सानो कन्ट्री हो, नेपालको एउटा जस्तै डोल्पा जिल्लाभन्दा सानो पोर्तोरिको, डोमिनिकन रिपब्लिकहरू, अनि अर्को कोस्टारिकाहरू, यस्तो सानो कन्ट्रीहरू पनि फुटबलमा राइज अफ हुनुको रिजन चाहिँ के हुनसक्छ? फेरि त्यही इन्फ्रास्ट्रक्चरको कुरा आउँछ त्यसमा पनि होइन। लाइक अब यङ ट्यालेन्ट्सहरूलाई उनीहरूले कसरी ट्रेन गर्छ, कसरी लाइक हुन्छ नि प्रिपेयर गर्छ बिगर स्टेजमा खेल्नको लागि, त्यो आउँछ। अनि अर्को कुरा चाहिँ अब स्लट्स हुन्छ नि। अब सो युरोपियन टिम्सलाई अलिक धेरै स्लट्स हुन्छ होइन। अब त्यही अब नर्थ अमेरिकन साउथ अमेरिकनको लागि स्लट्स अलिक धेरै हुन्छ, एसियामा अलिक थोरै छ होइन स्लट्सहरू, त्यही वर्ल्ड कपको लागि भनेर। त्यो कुरामा नि आउँछ कि अब देश थोरै छ, कम्पिट गर्दाखेरि लाइक अब एउटा जेनेरेसनमा राम्रो प्लेयर छ नि उनीहरू आइ नै हाल्छन् क्या, त्यस्तो कुरा हुन्छ क्या। नेम वान प्लेयर फ्रम द वर्ल्ड कप हु सरप्राइज्ड एभ्रिवान दिस टाइम। अन्डररेटेडको कुरा मतलब न्यू कमरको कुरा गरौँ न, जस्तै रोनाल्डो, मेस्सी, एम्बाप्पेहरू बाहेक। ओके, न्यू प्लेयर हु सरप्राइज्ड एभ्रिवान, एकछिन मलाई सोच्न देऊ है। सरप्राइजको केसमा अब यो कुरामा नि म के हिसाबले चाहिँ सरप्राइज भन्छु भने गेम प्ले लाइक जो लाइक रेगुलर भ्युअर, जसले लाइक रेगुलर फुटबल हेर्दैन तर लाइक वर्ल्ड कप चाहिँ फलो गरेर हुन्छ नि होइन, त्यस्तो केसमा चाहिँ म ओलिसे भन्छु। किनभने अब लाइक 4 इयर्स अगाडि ओलिसे थिएन होइन, नेसनल लेभलमा थिएन, क्लब लेभलमा नि लगभग त्यो नामी भइसकेको थिएन होइन। तर यो पास्ट सिजन निकै राम्रो खेल्यो होइन, बायर्न म्युनिखमा निकै राम्रो खेल्यो उसले होइन। तर रेगुलर त्यो फुटबलर प्लेयरहरूलाई थाहा हुन्छ नि त ओलिसे जस्तो वर्ल्ड कप त अब धेरै मान्छेले हुन्छ नि त्यही 4 वर्षमा एकचोटि आउँथ्यो त्यतिखेर हेर्छन्, रेगुलर फुटबल फलो गर्दैन नि त। त्यो मान्छेहरूले चाहिँ लाइक ओलिसे देख्दाखेरि तर्सिरहेछन् क्या कस्तो राम्रो खेलेको भनेर। असिस्ट निकालिरहेछ पुरा हुन्छ नि, लाइक उसले यस्तो राम्रो पास डेलिभर गरिरहेछ हुन्छ नि। अब उसको गोल धेरै छैन, सायद गोल हानेकै छैन कि सायद, तर उसले लाइक एटेम्प्ट यति राम्रो गरिरहेछ हुन्छ नि होइन। सो आई थिङ्क ओलिसे भन्छु यो केसमा चाहिँ। अलराइट, सो इफ यु कुड गिभ वान एडभाइस टु अ यङ हाम्रो एजको स्पोर्ट पर्सन हु इज ट्राइङ टु गेट इन्टु स्पोर्ट बुझ्न खोजिरहेछ भने चाहिँ
के एडभाइस दिन चाहनुहुन्छ स्पोर्ट बुझ्न खेल्न होइन है बुझ्न चाहिँ बुझ्न खेल्न त अभियसली हामी यहाँ गफ गर्नु र बुढो भइसक्यो त्यो खेल्नको लागि त के एडभाइस दिन चाहनुहुन्छ सो लाइक फलो क्लब लेभल फुटबल किनभने अघि पहिलाको क्वेसन एन्सर गर्दाखेरि चाहिँ अब तिमीले जो सरप्राइज गऱ्यो हुन्छ नि होइन अब क्लब लेभल फलो गर्ने मान्छेलाई थाहा हुन्छ कि यो प्लेयर राम्रो छ भनेर थाहा नै हुन्छ नि त होइन सो लाइक क्लब लेभल फुटबल सपोर्ट गर्ने हुन्छ नि अब प्रिमियर लिग हेर्ने लालिगा हेर्ने सब अनि एउटा टिम सेलेक्ट गरेर हुन्छ नि आफूलाई मन परेको टिम हुन्छ नि उसलाई फलो गर्ने अनि त्यो हिसाबले जस फुटबल बुझिन्छ धेरै हुन्छ नि त्यही हो बेट गर्नु भएन सो why does World Cup make groom and cry? Grown men cry. It's more of a festival, religion हुन्छ नि अनि आफ्नो देशलाई अब हुन त नेपाल छैन होइन त हाम्रो नेपालमा कल्चर कस्तो छ नि लाइक एउटा देशलाई सपोर्ट गर्ने अनि लाइक वे गर्न डाई फर द्याट कन्ट्री किन नेपाल छैन नि त नेपाल भइदा त हामी अभियसली नेपाललाई सपोर्ट गरिन्थ्यो होइन अब सोच अब लाइक अर्जेन्टिनाको मान्छे हुन्छ नि जस्ट लाइक हुन्छ नि अब देशमा पोभर्टी छ हुन्छ नि होइन इन्फ्लेसन आउट अफ कन्ट्रोल छ देशमा लाइक हाहाकार छ होइन अब त्यो कुरा बिर्सिएर उसले 2022मा हुन्छ नि आफ्नो देशले संसारको अगाडि नाम बनाएको छ होइन त्यो देख्दाखेरि लाइक जस आफ्नो डेली हुन्छ नि डे टु डे प्रब्लमहरू बिर्सेर खुसी भएर उसले इम्प्रेस गर्न पाइरहेछ नि त आफ्नो देश हुन्छ नि अब डे टु डे लाइफमा उसलाई आफ्नो देश मन पर्दैन होला तर लाइक आफ्नो देशको टिमले जित्दाखेरि त हुन्छ नि त इम्प्रेसमेन्ट हुन्छ नि इट्स मोर अफ अ रिलिजियन के फुटबल भनेको हुन्छ नि वर्ल्ड कप भनेको चाहिँ मोर अफ अ रिलिजियन अनि त्यो ठाउँमा आफ्नो देश भगवान् जस्तो हुँदाखेरि होइन हुन्छ नि त अब इमोसनल बनाउँछ त्यस्तो कुराहरू हुन्छ क्या इट्स माई पर्सनल टेक त्यो चाहिँ What separate a club legend versus World Cup legend? सेपरेट अ क्लब लेजेन्ड भर्सेस वर्ल्ड कप लेजेन्ड क्लब लेजेन्ड त्यही नै हो जस वर्ल्ड कपमा तिमी लेजेन्ड छ भने तिमीलाई संसारले चिन्छ होइन क्लबमा नि लेजेन्ड छ भने चिन्न त चिन्छन् संसारले नै चिन्छन् तर फुटबल इन्थुजियास्टहरूले चिन्छन् होइन अब वर्ल्ड कपमा लेजेन्ड हो नि संसारले नै चिन्छ त्यही अब त्यही नै भनौँ न तिमीलाई R9 रोनाल्डो चिन्छ होला होइन मलाई गनेर 5वटा प्लेयरको नाम थाहा होला कि गनेर जस्तै तिमीले पेले चिन्यौ नि होइन वर्ल्ड कप लेजेन्ड हो होइन रोनाल्डो मेसी एम्बाप्पे पेले नेमार यति नै होला नाम एक दुईवटा थाहा होला छुट्यायो होला मलाई मनपर्ने भनेको त्यो एउटा छ नि रियल मात्रै होइन लिभरपुलको होला अल्गो छ गोरे छ यो पुरै यो काटे छ कपाल पनि त्यसको नाम थाहा छैन मलाई अल्गो छ गोरे छ हार्वी एलियटको कुरा गरेको खै होला लेट मी हार्वी एलियट अहिले लिभरपुलमा त छैन त्यो कसको कुरा गर्यो लिभरपुलको प्लेयर को छ राख्नु न रोस्टर भनेर सर्च गर न रोस्टर रोस्टर भन्दा चाहिँ रोस्ट हान्ने ए ROASTER ROASTER होइन हार्वी एलियट भनेर सर्च गरेर एकचोटि त्यही भने जस्तो लाग्यो लिभरपुलको त अहिले छैन भिलामा खेल्छ त्यो यो रोस्टरमा रोस्ट गर्ने आउँछ रोक्नु ल यो भने तिमीले यो होइन अर्को अल्गो लुरे छ अल्गो लुरे कर्नर ब्राडली छ अर्को के अरे इमेजमा आउँछ होला फुक्कै इमेज हान्दाखेरि यहाँ छ छैन एक सिजन अगाडिको यही सिजनको कुरा अरे तिमीले यो होइन अगाडि लिभरपुल अर्को म्यानचेस्टर सोल्टी म्यान युनाइटेड म्यानचेस्टर युनाइटेडको चाहिँ हो क्या त्यो ढुक्कै त्यसकै हो त्यसो भए त्यो अल्गो लुरे को छ त म्यान यु कपाल पनि लामो भएको मलाई एक्ज्याक्टली पनि थाहा छैन कि फेरि अझ देख्यो नि चिन्छ होला नि देख्यो भने चिन्छु फोटो नि भेट्टा छैन त्यसको फेरि यहाँ छ म्यानचेस्टरको यो यहाँ छैन भेट्यो नि पछि पठाउ भाइ अब के गर्नु टिम थाहा भएपछि गाह्रो हुन्छ क्या तर वेल नोन प्लेयरै हो क्या अल्गो लुरे भन्यो है ए अर्लिङ हाल्यान्ड भन्यो तिमीले स्पेलिङ भन्नु त ERLING HAALAND हाल्यान्ड यस एक्ज्याक्टली त्यो म्यान सिटीमा खेल्छ यो
सिटीमा चाहिँ हो म्यान सिटीमा लाइक अहिलेको कन्टेक्स्टमा लाइक बेस्ट स्ट्राइकर हुन्छ नि अँ, प्योर नम्बर 9 मा बेस्ट प्लेयर खेलिरहेको छ यो खेलिरहेको छ नर्वेमा अब नर्वेबाट खेलिरहेछ। नर्वेबाट खेल्छ अब यसले इङ्ल्यान्डलाई रिप्रेजेन्ट गर्न पाउँथ्यो क्या तर हि चोज नर्वे किनभने हुन्छ नि जन्मिन नि इङ्ल्यान्डमै जन्मियो यो होइन तर नर्वेमा हुर्क्यो होइन आफै चाहिँ नर्वेलाई रिप्रेजेन्ट गर्यो ओके प्योर नम्बर 9 मा इज द बेस्ट अहिलेको त्यही यो प्लेयर जस्तै यो प्लेयर मैले भन्दै थिएँ नि मैले पहिला मलाई थाहा नहुँदा नि फुटबल थाहा भएको भनेको त्यतिखेर यो पनि थियो क्या एउटा यो फेस चाहिँ फुटबल थाहा नहुनेलाई पनि थाहा भएको फेस चाहिँ यो पनि एउटा हो। कहाँ गयो क्वेसनहरू लास्टको एक दुईवटा क्वेसन छ हुज द गोट भनेर नि सोध सर्टमा हाल्नुहुन्छ हुज द गोट नाम लिएरै सोधौँ कि कसरी गरौँ हुज द ग्रेटेस्ट अफ अल टाइम भनेर सोध होइन मेस्सी रोनाल्डो भनेर म मेस्सी भनिदिन्छु मेस्सी नै हो मेरो लागि चाहिँ भनिदिन्छु सो एट द एन्ड हु इज द ग्रेटेस्ट अफ अल लाइक हु इज द गो सो एट द एन्ड हु इज द गोट अफ फुटबल लाइक फर यु इट्स मेस्सी एन्ड इट्स नट इभन क्लोज हुन्छ नि रोनाल्डो इज अ गुड प्लेयर होइन हि इज वान अफ द मोस्ट म्याग्निफिसेन्ट प्लेयर आइभ एभर सिन प्ले होइन निकै राम्रो खेल्छ होइन हि डिड भेरी वेल टु तर मेस्सी इज प्योर म्याजिक हुन्छ नि ऊ निकै राम्रो छ उसको लाइक एबिलिटी ऊ प्ले मेकिङ गर्छ ऊ गोल हान्छ हुन्छ नि उसले पास दिन्छ क्रसिङ गर्छ सब गर्छ उसले होइन रोनाल्डोले नि गर्छ तर मेस्सी जति सक्दैन क्या एन्ड उसको लन्जिडिभिटीको कुरा गरौँ रोनाल्डो पनि आउँछ त्यसमा होइन तर लाइक मेस्सी इज म्याजिक हुन्छ नि त्यो 90 मिनट्स फुटबल हेर्ने हरेक मान्छेले त्यही भन्छ क्या त्यही हो फेरि त्यही हो भने इन गरिदिउँ न त ल ठिक छ त्यही पनि बस्यो त 1 घन्टा बेसी नै सो आजको लागि यति नै थ्याङ्क यू फर बिङ हियर अनि You're welcome. भिडियो मन परेमा सो लाइक के गर्नुपर्छ तपाईँहरूलाई थाहा छ यु डोन्ट ह्याभ टु पे टु सब्सक्राइब द च्यानल एन्ड हिट द बेल आइकन एन्ड इट विल मेक मी मोटिभेटेड टु पोस्ट न्यू भिडियो every month. I'll try my best to post video every month, but you just have to support me through subscribe and do like, share, subscribe the channel. Thank you.